काठमाडौँको तीनकुनेमा शुक्रबार अपराह्न राजतन्त्र पक्षधरहरूले प्रदर्शन सुरु गरेसँगै हिंसात्मक बन्न पुग्यो। आफ्ना नेताहरूले भाषण नगर्दै झडप सुरु भएपछि प्रदर्शनकारीहरूले तीनकुनेमा रहेको एउटा निजी घरमा तोडफोड र आगजनी गरे। यसले गर्दा सँगैका केही घरमा पनि क्षति पुगेको छ। प्रदर्शनकारीहरूले घरमा आगजनी गर्दा त्यहाँ रिपोर्टिङमा रहेका एकजना पत्रकारको मृत्यु भयो। आन्दोलनको कमान्ड सम्हालेका दुर्गा प्रसाई आफै गाडी चलाएर प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरे। यसले गर्दा थप हिंसात्मक बनेको प्रदर्शनमा सहभागी अर्को एकजनाको पनि मृत्यु भयो। प्रदर्शन थप उग्र बनेर कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपूर्ण पोस्टको कार्यालय पनि तोडफोड भयो। अन्नपूर्णको कार्यालयमा आगजनी गरे पनि तुरुन्तै नियन्त्रणमा आयो। उनीहरूले त्यहाँ भएका मिडियाका गाडी र केही पत्रकारमाथि पनि आक्रमण गरे। त्यसपछि प्रदर्शनकारीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। आगो निभाउन आएको दमकलमा समेत उनीहरूले तोडफोड गरे। अति संवेदनशील मानिने विमानस्थल कार्यालय र त्यहाँभित्र रहेको भन्सार कार्यालयमा पनि प्रदर्शनकारीहरूले आगजनी गरे। यसले गर्दा केही बेर विमानस्थल समेत अवरुद्ध भयो। नजिकै विमानस्थलको इन्धन भण्डारण डिपो छ। प्रदर्शनकारीहरू त्यहाँसम्म पुग्न पाएनन् र झन् ठुलो क्षति हुनबाट जोगियो। प्रदर्शनकारीहरू माओवादी केन्द्रीय कार्यालय परिसटाडा पुग्न भनेर अगाडि बढ्दा बीचमा एउटा गाडीमा आगजनी गरे र केही मोटरसाइकल तोडफोड गरे। प्रहरी सक्रियताले गर्दा माओवादी कार्यालयमा भने क्षति हुन पाएन। त्यसपछि अगाडि बढ्दा उनीहरूले कोटेश्वरको भाटभटिनी सपिङ मलमा तोडफोड र लुटपाट गरे। प्रदर्शनकारीहरूले जडीबुटी चोकमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा समेत आगजनी गरेका छन्। यसबाट सञ्चोको उत्पादन गर्ने सरकारी कम्पनी ध्वस्त मात्रै भएको छैन, कार्यालय परिसरमा रहेका 15भन्दा बढी सरकारी गाडी जलेर नष्ट भएका छन्। एमाले पार्टी कार्यालय च्यासलतर्फ अगाडि बढ्न नपाएपछि उनीहरूले साँझ अबेरसम्म बालकुमारी पुलमा प्रदर्शन गरे। त्यही बेला बानेश्वरतर्फको कर्फ्यू चलेर घर जान थालेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सवार गाडीमा पनि आगजनी गरेका छन्। शुक्रबार साँझसम्मको अपडेट अनुसार प्रदर्शनमा 15 प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन्।